लुकाले लेखेको सुसमाचार अध्याय 17 पाप, विश्वास र कर्तव्य। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, पाप गर्न लाउने परीक्षाहरू निश्चय आउँछन्, तर धिक्कार त्यस मानिसलाई जसद्वारा ती आउँछन्। जुन मानिसले यी सानाहरूमध्ये एउटालाई पाप गर्न लाउँछ, त्यसको गलामा जातोको एउटा पाटा झुन्ड्याएर त्यसलाई समुद्रमा फालिदिनु त्यसको निम्ति बेस हुनेछ। आफ्नो विषयमा होशियार बस। तिम्रो भाइले अपराध गर्यो भने त्यसलाई हप्काऊ र त्यसले पछुतो गर्यो भने तिमीले त्यसलाई क्षमा गर। यदि तिम्रो भाइले दिनमा 7 पल्ट तिम्रो विरुद्धमा अपराध गर्यो र 7 पल्ट तिमी कहाँ फर्किआएर म पछुतो गर्छु भन्यो भने तिमीले त्यसलाई क्षमा गर्नु। प्रेरितहरूले प्रभुलाई भने, हामीहरूको विश्वास बढाइदिनुहोस्। प्रभुले भन्नुभयो, तिमीहरूमा रायोको दाना जति पनि विश्वास भएदेखि तिमीहरूले यस किम्बुको रुखलाई त उखेलेर समुद्रमा रोपिन जा भन्यौ भने त्यसले मान्नेछ। तिमीहरूमध्ये कसैको नोकर खेत जोतेर कि भेडा चराएर खेतबाट आयो भने उसले त्यस नोकरलाई तुरुन्त आएर खान बस भन्छ र? के उसले त्यसलाई बरु यसो भन्ने छैन, मेरो निम्ति खाना तयार गर र पटुका कस र मैले खाइपी नसकेसम्म मेरो सेवा टहल गर, त्यसपछि तैँले खानपान गर। आफूले अराए बमोजिमको काम गरेकोमा के उसले त्यस नोकरलाई धन्यवाद दिन्छ र? त्यसरी नै तिमीहरूलाई अराएका सबै काम पुरा गरेपछि तिमीहरूले पनि यसो भन, हामी नालायक दास हौँ, हामीले त हाम्रो कर्तव्य मात्र पालन गरेका छौँ। 10 कुष्ठरोगीहरू। येशू यरुसलेमतिर जाँदै हुनुहुन्थ्यो। यस यात्रामा उहाँ सामरिया र गालिलको सिमाना भएर जानुभयो। उहाँ एउटा गाउँमा पस्नुहुँदा 10 जना कुष्ठरोगीसँग उहाँको भेट भयो। टाढै उभिएर तिनीहरूले चर्को स्वरले भने, हे येशू गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्। उहाँले तिनीहरूलाई देखेर भन्नुभयो, जाओ गएर पुजारी कहाँ आफैलाई देखाओ। तिनीहरू जाँदा जाँदै निको भइहाले। तिनीहरूमध्ये एकजनाले आफू निको भएको देख्यो र उच्च स्वरले परमेश्वरको महिमा गर्दै त्यो फर्क्यो र येशूलाई धन्यवाद दिएर त्यो येशूका पाउमा घोप्टो पर्यो। त्यो एक सामरी थियो। येशूले भन्नुभयो, के निको भएका 10 जना होइनन् र? अरू 9 जना कहाँ छन्? के यो विदेशी बाहेक फर्किआएर परमेश्वरको प्रशंसा गर्नेहरू कोही भएन? अनि उहाँले त्यसलाई भन्नुभयो, उठ र आफ्नो बाटो लाग, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। परमेश्वरको राज्यको आगमन। परमेश्वरको राज्य कहिले आउँछ भन्ने फरिसीहरूको प्रश्नको जवाफमा उहाँले तिनीहरूलाई भन्नुभयो, परमेश्वरको राज्य देखिने गरी आउँदैन, न त मानिसहरूले भन्नेछन्, हेर यहाँ छ अथवा त्यहाँ छ, किनभने हेर परमेश्वरको राज्य तिमीहरूकै बिचमा छ। उहाँले चेलाहरूलाई भन्नुभयो, ती दिन आउनेछन् जब तिमीहरू मानिसको पुत्रको कुनै एक दिन हेर्ने इच्छा गर्नेछौ, तर तिमीहरूले देख्ने छैनौ। मानिसहरूले तिमीहरूलाई भन्नेछन्, हेर ऊ त्यहाँ छ अथवा हेर ऊ यहाँ छ, तर नजाओ र तिनीहरूका पछि नलाग। किनकि जसरी बिजुली चम्कदा आकाशको एक छेउदेखि अर्को छेउसम्म उज्यालो पार्छ, मानिसको पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछ। तर पहिले उसले धेरै कष्ट सहनुपर्छ र यस पुस्ताबाट बहिष्कृत हुनुपर्छ। नोआको दिनमा जस्तो भएको थियो, मानिसको पुत्रको दिनमा पनि त्यस्तै हुनेछ। नोआ जहाजभित्र प्रवेश नहुन्जेल मानिसहरू खाँदै थिए, पिउँदै थिए, विवाहबारी गर्दै थिए र जलप्रलय आयो र सबैलाई नष्ट पार्यो। लोतका दिनमा पनि त्यस्तै भएको थियो। मानिसहरू खाँदै थिए, पिउँदै थिए, किनबेच गर्दै थिए, रोप्दै थिए, बनाउँदै थिए। तर जुन दिन लोत सदोमबाट निस्के, आकाशबाट आगो र गन्धक बर्सेर तिनीहरू सबैलाई नष्ट पार्यो। मानिसको पुत्र प्रकट हुने दिनमा त्यस्तै हुनेछ। त्यस दिन जो घरको कौसीमाथि छ त्यसको मालसामान घरभित्र छ भने ती लिनलाई त्यो तल नझरोस्। त्यसरी नै खेतमा हुने पनि फर्केर नआओस्। लोतकी पत्नीलाई याद गर, जसले आफ्नो प्राण बचाउन खोज्दछ त्यसले सो गुमाउनेछ, र जसले आफ्नो प्राण गुमाउँछ त्यसले त्यो सुरक्षित राख्नेछ। म तिमीहरूलाई भन्दछु, त्यस रात 2 जना एउटै ओछ्यानमा हुनेछन्, एकजना लगिनेछ र अर्को छोडिनेछ। 2 जना स्त्री एकैसाथ जाँतो पिँधिरहेका हुनेछन्, एउटी लगिनेछे अर्की छोडिनेछे।
दुईजना मानिस खेतमा हुनेछन्, एकजना लगिनेछ, अर्को चाहिँ छोडिनेछ। अनि तिनीहरूले उहाँलाई सोधे, कहाँ प्रभु? उहाँहरूले तिनीहरूलाई भन्नुभयो, जहाँ सिनु छ गिद्धहरू त्यहाँ भेला हुन्छन्। आमेन।